आन्दोलनको कार्यक्रमहरू यहाँहरु समक्ष राख्न चाहन्छु। मुकुलुङ संरक्षण आन्दोलनका कार्यक्रमहरू यो चाहिँ माथिको बाटो चाहिँ मैले पढिन, तलको कार्यक्रमहरू मात्रै यहाँहरु समक्ष राख्न चाहन्छु। मुकुलुङ संरक्षण गर्न केवल कागज गर्न भएका शान्तिपूर्ण आन्दोलनमा ओली सरकार र सरकारको संरक्षणमा घटाइएका यी घटनाहरूको विरुद्ध बृहत्तर आन्दोलनलाई सँगसँगै लाने गरी आन्दोलनका निम्न कार्यक्रमहरू घोषणा गरिएको छ। कार्यक्रमहरू दुई फेजमा छ। एउटा चाहिँ तयारी भेला तथा बैठकहरू छ र यसमा चाहिँ खास गरी 2081 फागुन 28 गते भनेको भोलि पछि नै भनौँ चाहिँ काठमाडौँ उपत्यकामा बुद्धिजीवी भेला गर्ने र 2081 चाहिँ 2 गते राजनीतिक दलहरू र देश र सङ्घीय सांसदहरूलाई मुकुलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र दिने र 2081 चैत्र 3 गतेदेखि राज्य सत्ताको तीनवटै अङ्ग सरकार, संसद र न्यायालय मुकुलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र दिने। योभन्दा अगाडि हामीले यो संसद र न्यायालयलाई यो कुरा जानकारी गराएको थिएन, उनीहरूले पत्रहरू दिएको छैन। त्यसो हुनाले यसपटक चाहिँ हामीले संसद पनि यसमा अलिक रिलक्टेन्ट भयो, रिलक्टेन्ट मात्रै होइन र संसदले यसमा धेरै कुराहरू गरेको पनि छैन। सरकार र सरकार भइहाल्यो, सरकारलाई हामीले पहिलेदेखि नै दिँदै आएका छौँ र न्यायालयले पनि यो बारेमा गम्भीर रूपले नसोचेको कारणले गर्दाखेरि हामीले न्यायालयलाई पनि यसपटक चाहिँ यो बारेमा जानकारी पनि दिने र हाम्रा कुराहरू पनि राख्ने भन्ने कुरा चाहिँ तय गरिएको छ। र 2081 चैत 4 गतेदेखि चैत 12 गतेसम्म चाहिँ हाम्रो संरक्षण कार्य अगुवा कार्यकर्ताको भेला तथा छलफल हामी गर्दैछौँ। त्यसमा तेह्रथुम, पाँचथर, धनकुटा, सङ्घर्षल र ताप्लेजुङको भेला सम्भवतः एक ठाउँमा हुन्छ र इलाम, झापा, मोरङ, सुनसरी जिल्लाको भेला तथा छलफल, सोलु, खोटाङ, भोजपुर, ओखलढुङ्गा र उदयपुरको भेला तथा छलफल र काठमाडौँ उपत्यकाको भेला तथा छलफल चाहिँ चैत्र 4 गते हामी गर्दैछौँ। त्यस्तै गरेर अन्य जिल्लाको भेला तथा छलफल पनि हुन्छ, त्यो चाहिँ तोकिएको छैन, पछि नेतृत्व टिमले तोक्नेछ र अन्तर्जातीय समन्वय तथा भेला पनि हुनेछ। यो चाहिँ यसको नेतृत्व चाहिँ जनजाति महासङ्घले गर्नेछ भन्ने हाम्रो आशा छ र त्यो कुरा पनि त्यसरी भएको छ। र 2081 चैत्र 6 गते अन्तर धार्मिक समन्वय तथा भेला हुनेछ, गरिनेछ। 2081 चैत्र 7 गतेदेखि अन्तर्राष्ट्रिय निकायहरूमा चाहिँ मुकुलुङ संरक्षण आन्दोलनबारे विस्तृत जानकारी पत्र दिने। योभन्दा अगाडि पनि अन्तर्राष्ट्रिय निकायहरूमा चाहिँ धेरै कुराहरू भइसकेको छ, पठाइसकिएको छ र यसपटक चाहिँ बाँकी रहेको निकायहरूमा हामी यो मुकुलुङको आन्दोलनको बारेमा, मुकुलुङमा भएको यो चाहिँ मानवाधिकारको हननको बारेमा अझै सिरियसली हामी अरू निकायहरूमा पनि पठाउनेछौँ, कूटनीतिक निकायहरूमा पनि हामी पठाउनेछौँ। अनि 2081 चैत्र 15 गतेदेखि 22 गतेसम्म चाहिँ 14वटै जिल्लामा गाउँ जागरण अभियान, 14वटा जिल्ला भनेको प्रदेश नम्बर 1 को 14वटा जिल्लाहरूको गाउँमा गाउँ जागरण अभियान र घाइते तथा क्वारेन्टिनहरूको परिवारसँग भेटघाट गरिनेछ र यही समयमा मुकुलुङ संरक्षण स्वयंसेवक टोली पनि गठन गरिनेछ, निर्माण हुनेछ। यो ताप्लेजुङ जिल्लामा अलिक बढी केन्द्रित हुनेछ यो स्वयंसेवक टोली गठन गर्ने काम अथवा निर्माण गर्ने काम चाहिँ। यही समयमा मध्य प्रदेशमा पनि समस्त समितिहरू निर्माण गरिनेछ। 2 जनप्रदर्शन, आमसभा, अनसन र बन्दको हाम्रो फेज छ। यसमा चाहिँ 2081 चैत्र 2 गते धरानमा मुकुलुङ सम्मेलन हुनेछ, गरिनेछ र 2081 चैत्र 3 गते ताप्लेजुङ फुङनीमा रिले अनुसार सुरु गरिनेछ। रिले अनुसार चाहिँ ताप्लेजुङ फुङनीमा मात्रै हुन्छ र 2081 चैत्र 3 गते जुम मार्फत विश्वभरि जानकारी दिन राज्यद्वारा मानवता विरुद्धको जघन्य अपराध गरिएका फुङनी घटना सहितका घटनाहरूमा पक्राउ परेका, किनभने फुङनीमा मात्रै घटना भएको छैन, उता ठाउँमा पनि घटना भएको छ, त्यसले गर्दाखेरि सबैलाई लिएर र वारेन्ट जारी भएकाहरूको नामावली पनि हामी जारी गर्छौँ र गर्दै घाइते भएका घाइतेहरूको पत्रकार सम्मेलन गरिनेछ। यो चाहिँ चैत्र 3 गते। अब 2081 चैत्र 4 गते चाहिँ साङ्केतिक रूपमा
एसियन हाइवे भनेको हाम्रो तलको हाइवे भनौँ न, पूर्व पश्चिमको हाइवे केन्द्रित प्रदेश नम्बर 1 लाई एक दिन बन्द गर्ने कार्यक्रम रहेको छ र यो चाहिँ चैत्र 4 गते हो र चैत्र 6 गते चाहिँ काठमाडौँमा सिंहदरबार घेराउ र सभा गरिनेछ। चैत्र 6 गते हो र चैत्र 2081 चैत्र 8 गते चाहिँ मोकुलमा आन्दोलनको क्रममा भएका घटनाहरूको फोटो प्रदर्शनी गरिनेछ र 2081 चैत्र 9, 10, 11 गते मध्य प्रदेशका लाहान, जनकपुर र लालगञ्जमा जनप्रदर्शन तथा आमसभा गरिनेछ र चैत्र 2081 चैत्र 10 गते कवि तथा साहित्यकारहरूबाट कार्यक्रम गरिनेछ र चैत्र 24 गते 2081 चैत्र 24 गते प्रदेश नम्बर 1 को 14वटै जिल्लामा जनप्रदर्शन तथा सभा गरिनेछ, 14वटा जिल्लामा र 2081 चैत्र 25 गतेदेखि प्रदेश नम्बर 1 अनिश्चितकालीन यातायात बन्द गरिनेछ र यो चाहिँ हाम्रो कार्यक्रमको अन्तिम कार्यक्रम हो र यो चाहिँ परिस्थिति अनुसार अनिश्चितकालीन बन्द अघि पनि हुन सक्छ, किनभने परिस्थिति जस्तो विकास हुन्छ त्यो अनुसार चाहिँ अनिश्चितकालीन बन्द सबै कार्यक्रमहरूलाई एकातिर राखेर त्यो बन्दमा जानुपर्ने अवस्था पनि हुन सक्छ, किनभने राज्य यो हामीमा भर पर्ने भएन, राज्यमा भर पर्ने हो। त्यसैले राज्यले जस्तो स्थिति खडा गर्छ त्यसको प्रतिवाद गर्नको लागि हामीले त्यो गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यो आन्दोलनमा किराँत रहिआएका आन्दोलनमा सहभागी छ। हामी नौकोसीमा पनि हामी सँगै छौँ, नो केबल कर्ममा पनि सँगै छौँ र किराँत रहिआएकाको तर्फबाट मैले पटक भन्ने गरेको छु यो कार्यक्रममा देशैभरमा हाम्रो 14वटा जिल्ला शाखा जिल्ला कार्य समितिहरू छ, 2वटा प्रदेश कार्य समिति छ र भाषिक र भातृ छ, 8वटा भातृ संस्था छ, 26वटा भाषिक संस्था छ किराँत रहिआएकाको। यी संस्था सबै संस्थाका हाम्रो शाखा कार्य समितिहरूलाई भातृ संस्थाहरूलाई चाहिँ सहभागी जनाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै मेरो एकापटक सहित बिदा चाहन्छु। त्यो विषयमा हामी तामाङ कम्युनिटी एकदम सेन्सिटिभ भएर आन्दोलनको तयारी गरिरहेका छौँ। आदिवासी जनजाति महासङ्घले हिजो प्रेस स्टेटमेन्ट जारी गरिसक्यो, घेदुकले पनि विज्ञप्ति जारी गरिसकेका छ। अब सबै खाले विभेदको विरुद्ध, सबै खाले उत्पीडनको विरुद्ध हामी सबै खाले आन्दोलनलाई एउटा ठाउँमा जोडेर लानुपर्ने अवस्था आएको छ। त्यसमा मधेसी समुदाय होस् चाहे आदिवासी जनजाति समुदाय, सबै समुदायलाई जोडेर लानको लागि हामी अगाडि बढ्नुपर्ने कुरा म यहाँ राख्दै फेरि पनि यो मुक्लुङ संरक्षणको लागि जुन आन्दोलन भइरहेछ त्यो सबै खाले आन्दोलनमा तामाङ समुदायको तर्फबाट ऐक्यबद्धता, समर्थन, भौतिक रूपमा उपस्थिति भएरै आन्दोलनको हरेक मोर्चामा लड्ने प्रतिबद्धताका साथ आफ्नो भनाइ अन्त गर्छु। यसपटकको आन्दोलन सशक्त रूपमा अगाडि बढ्छ। हामी सिंहदरबार घेराउसम्मका अनिश्चितकालसम्म बन्द हुने आन्दोलनको कार्यक्रमहरू घोषणा गरेका छौँ र यो आन्दोलन तबसम्म रहन्छ जबसम्म केबल कार निर्माणको योजना खारेज हुँदैन, त्यो सम्झौता जबसम्म खारेज हुँदैन तबसम्म यो आन्दोलन, यो सङ्घर्ष जारी नै रहनेछ। अब त यो सङ्घर्ष केवल लिम्बुवानको मात्र रहेन, अब यो सङ्घर्ष केवल ताप्लेजुङको अथवा तीको स्थानीय मात्रै रहेन, यो आन्दोलनमा सम्पूर्ण देश जुटेको छ। यी हेरिरहनु भएको छ आदिवासी जनजाति महासङ्घदेखि लिएर तमाङ सालिङका, तमाङ घेतुङका नेतृत्वदेखि लिएर तमाम राजनीतिक दलका प्रतिनिधित्वहरू यहाँ हुनुहुन्छ र यही कार्यक्रममा आन्दोलनको कार्यक्रमै घोषणा गर्नु पर्दाखेरि हामीले 1 नम्बर प्रदेशको अलावा मध्य प्रदेशमा पनि यसपटक घोषणा गरेका छौँ। यसभन्दा पनि सशक्त आन्दोलनको कार्यक्रम भविष्यमा हुनेछ। यदि खारेज भएन भने सम्पूर्ण नेपालभरि सबै जिल्लामा, सबै तहमा, हरेक ठाउँमा सशक्त रूपमा आन्दोलन अगाडि बढ्नेछ। म नागरिक उन्मुक्ति पार्टीको नेता हैसियतले म पैसावादी मोर्चाको कार्यवाहक संयोजकको तर्फबाट पनि यो घोषित आन्दोलन पुरा गर्न सबै घटक पहिचानवादी मोर्चाका साथीहरूलाई आह्वान गर्न चाहन्छु। नागरिक उन्मुक्ति पार्टीका परिषद 2 का सबै कार्यकर्ता र परिषद 1 का सबै कार्यकर्तालाई यो आन्दोलन सफल पार्न हामी बाध्यकारी छौँ। यो आन्दोलन सफल पार्न सबैले लागि पर्न र सबै घटक सङ्गठनका साथीहरूलाई सक्रियता साथ साहसका साथ अघि बढ्न म अनुरोध गर्दै आफ्नो मन यहाँ बताउन चाहन्छु। च्यालेन्जका साथ म एउटा च्यालेन्ज दिन चाहन्छु आजको नालायक सरकारलाई। प्रदेश नम्बर 1 त्यहाँका किराँतीहरूलाई सामान्य नखानु होला,
हाम्रो इतिहास साँची छ। त्यहाँका किराँतीहरू प्रदेश नम्बर 1 मा हेक्का रहोस्, त्यहाँको छुट्टै एउटा जनसरकार गठन गर्ने बाध्य नपारियोस्। त्यसैले गर्दा त्यहाँका जनताहरू, त्यहाँका किराँतीका सन्ततिहरू त्यस्तो कमजोर भुलेर पनि कहिले नसोचिदिनु होला। यसको भोलि ठुलो मूल्य चुकाउनु पर्नेछ। कम्युनिस्टको नाममा ब्राह्मणिष्ट केपी ओली सरकार जनतालाई गोली हान्ने बालुवाटारमा बसेर आदेश दिइरहेको छ। यो अन्यायको विरुद्धमा नेपालका तमाम आदिवासीहरू, हिमालवासीहरू, तराईवासीहरू, मेचीदेखि महाकाली र सुन्दर नेपाल चाहने, सबैको नेपाल चाहनेहरू एक भएर प्रतिकारमा शान्तिपूर्ण आन्दोलनमा अगाडि बढ्न र आफ्ना विचारहरू बोल्नका निम्ति म आग्रह गर्न चाहन्छु। आन्दोलन घोषणा भएको छ, हामी आन्दोलनमा छौँ। जबसम्म नो केबल कार बालुवाटारले घोषणा गर्दैन, आन्दोलन जारी रहन्छ। यो आन्दोलन अब आँधी हुरी बतास भन्दा पनि शक्तिशाली भएर अगाडि बढ्दैछ। त्यसो भएको हुनाले यो आन्दोलन जारी छ, हामी आन्दोलनमा छौँ। हामी आफ्नो जान गुमाउन पनि तयार छौँ, तर अब केबल कार स्वीकार्न तयार छैनौँ। जय मकुल। अब तामसालिङ लगायत सम्पूर्ण आदिवासीहरू यो सभ्यताको आन्दोलनमा, यो सांस्कृतिक संरक्षणको आन्दोलनमा, यो धार्मिक आस्थाका केन्द्रलाई, त्यसको मौलिकतालाई संरक्षण गर्ने आन्दोलनमा सम्पूर्ण आदिवासी, पहिचानवादीहरू, राष्ट्रप्रेमीहरू, देशभक्तहरूको आन्दोलनको रूपमा स्थापित भइसकेको छ। यो खालि ताप्लेजुङमा लिम्बुवानको आन्दोलन मात्र नभइकन सिङ्गो यो देशको मूलवासीहरूको आन्दोलन भएको कारणले यो अन्यायको विरुद्धमा, यो पहिचानलाई जेनोसाइड गर्ने आन्दोलनको विरुद्धमा सम्पूर्ण पहिचानवादीहरूलाई सशस्त्र प्रभावकारी रूपमा अगाडि बढ्न म हार्दिक आन्दोलन गर्दै यो सरकार छिटो वार्ताको नाटक गर्ने होइन, वार्ताको प्रेस विज्ञप्ति जारी गर्ने, आन्दोलनलाई वैधानिक रूपमा पेपर आउँदैन, बाहिर भ्रम सिर्जना गरेर बालुवाटारमा बसेर चेकअप गर्ने समय होइन। सचेत हौ भन्दै म बिदा हुन चाहन्छु। यो आन्दोलनलाई सफल पारौँ। धन्यवाद। बदमासनियत भएका सरकार, भ्रष्टाचारीको चाहिँ काण्डै काण्डमा फसिएका तपाईँ नेता र सरकार, अनि यो राष्ट्रिय सम्पदा र राष्ट्रिय सीमा, राष्ट्रिय भूमि बेचेर धनी भएर बसेका तपाईँहरूलाई तह लाउनको लागि सङ्गठित रूपमा अगाडि बढ्नेछन्। यो संवैधानिक रूपमा अगाडि बढ्नेछौँ। त्यसैले यो हाम्रो शान्तिपूर्ण, यो संवैधानिक र कानुनी रूपमा हामी अगाडि बढ्नेछौँ। यसलाई कुनै पनि हालतमा दबाएर म दबाउँछु भन्ने सपना नदेख्नु हुन म विनम्र अनुरोध गर्दछु। र हामी त्यसरी हिँड्दै गर्दा फेरि पनि यसै गरी दबाउने काम, यसै गरी वार्ता सहमतिबाट काम नगर्ने अथवा केवल कारलाई खारेजी नगर्ने हो भने हामी फेरि पनि पछि हट्नेवाला कुनै पनि हालतमा छैनौँ। यति कुरा मैले घोषणा गरेँ। हामीले 4वटा शर्त राखेका छौँ नि वार्ताको लागि। एउटा, तपाईँको सहसचिवसँग रेला नगर्नुहोस्, हामी वार्ता बस्दैनौँ भनेर उहिले भनेको। सहसचिव जसले वार्ता गर्दाखेरि एउटा निर्णय लिनु पर्यो भने 10 चोटि फोन गर्नुपर्छ, उसले माथि आफ्नो सचिवलाई गर्नु पर्यो, मन्त्रीलाई गर्नु पर्यो। त्यस्तो डायलग गर्ने मान्छे किन पठाउनुहुन्छ हामीसँग? रेला गर्न हो। अनि अर्को हामीले के भनेका छौँ, त्यो कारणले हामीले कम्तीमा राजनीतिक तहको, मन्त्री तहको बनाउनुहोस् न तपाईँले, हामी छलफलमा आउँछौँ भनेका छौँ। कम्तीमा न्यूनतम पनि वार्ताको सहमतिको लागि, वार्ताको लागि वातावरण बन्नको लागि काम रोक्नु परेन। काम तपाईँ गरिराख्ने, अनि हामी चाहिँ तपाईँसँग झुकेर त्यहाँ नमस्कार गर्दै हजुरिया गर्दै बस्नुपर्ने? तपाईँ दलका नेताहरू महाराजाहरू हो, तानाशाहीहरू हो तपाईँहरू कि जनताको मान्छे हो तपाईँहरू? जनताको हो भने यति झुकेर जनतासँग कुरा गर्नको लागि तपाईँको शिर झुकेको हुन्छ, तपाईँ मर्नुहुन्छ।
जनताको नागरिकको अधिकार स्वीकार्न जान्नुहोस् नेतृत्वज्यूहरू, हाम्रो अनुरोध। दोस्रो अनुरोध, काम रोक्नुहोस्। तेस्रो अनुरोध हाम्रो, तपाईँ सशस्त्र प्रहरी के को लागि त्यहाँ राख्नु भएको छ? विकासको तपाईँको बहानालाई तथाकथित कथित विकास हो भने विकास जनताको बिचमा काम हुनुपर्छ। बन्दुकको बिचमा हुने विकास, बन्दुकको बिचमा हुने कुनै पनि कामको भविष्य हुँदैन। अनि बन्दुकको बिचमा तपाईँ निर्माण बनाउने, तपाईँको केबल कार कति वर्ष चल्ने हो? त्यो सशस्त्रले घेरुन्जेल मात्रै चल्ने हो कि सधैँ चल्नुपर्ने हो? सधैँ चल्नुपर्ने हो भने तपाईँको सशस्त्र फिर्ता भएपछि पनि बन्ने वातावरण बनाउनुहोस्। त्यो सम्भव छैन भने फिर्ता गर्नुहोस्। हामीले भन्यौँ त्यो तपाईँ सशस्त्र पनि राखिराख्ने हाम्रो तेस्रो शर्त। अनि कम्तीमा पनि यो 2-3वटा शर्तहरू तपाईँ पुरा गर्नुहोस् न भन्दै हामीले 4वटा शर्तहरू राख्दा कुनै पनि पालना नगर्ने, फेरि बेला 3-4 पटक त्यही सहसचिवको नाममा पठाएछ। किन जिस्काइराखेको हामीलाई? त्यही जिस्काइराखेको कारणले गर्दाखेरि हिजो मुखुङलुङमा भएको आन्दोलन प्रदेश 1 व्यापी भयो। प्रदेश 1 व्यापी भएको आन्दोलन अब प्रदेश 2 मा पनि सर्दैछ। अब प्रदेश नम्बर 3 सम्म आइपुगेर अहिले यहाँसम्म अब देशव्यापी आम आदिवासीहरूको आन्दोलन बन्दैछ। र सबै राजनीतिक दलहरूले पनि जो बुजुर्ग र सचेतहरूले हामीलाई साथ दिँदै हुनुहुन्छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु। महासङ्घ, सबै आदिवासी, सबै नेपाली नागरिक, सबै धर्म र सबै दलहरू जसले अहिले चाहिँ यसको समर्थनको दायरा वृद्धि गरेर न्यायको पक्षमा, राष्ट्रिय सम्पदा संरक्षणको पक्षमा र धार्मिक र सांस्कृतिक सम्पदालाई व्यापारीकरण गरेर एउटा निजी कम्पनीलाई, व्यक्तिलाई दिने अनि त्यसको कमिसन नेताहरूमा हर्दी आफ्नो गोजीमा ल्याएर चुनावी चाहिँ लडाइँको एउटा चाहिँ मजबुत आफ्नो पकेटको चाहिँ थैली निर्माण गर्ने जो षड्यन्त्रमा हुनुहुन्छ, तपाईँहरू सबलाई तह लाउने गरी चाहिँ यो आन्दोलन रोकिँदैन। यो नरोकिने आन्दोलनको अर्को चरण सुरुवात भयो र यसको लागि हामी सबै लाग्नु भनेर सङ्घर्ष सबै अनुरोध गर्दछौँ।